नमस्कार सेवारो सम्पूर्णमा जय देश जय माटो। अनि अहिले चाहिँ भने म चाहिँ माटोले एकदम समर्थक गर्छु हैन। अनि म चाहिँ माटोलाई एकदमै माटो मनपर्छ हैन। यति भन्दाखेरि धेरैले फेरि अर्केको झोले भन्नु भ्याउँछ होला। सो तर के भने अब माटो भनेको हाम्रो देशको एउटा पहिचान जस्तै हो हैन। अनि मानव जीवनमा एकदमै आवश्यक। अनि श्रम भनेको चाहिँ पार्टी मात्रै हैन सम्झिने हैन। श्रम भनेको हामी मानव जीवनमा एकदमै आवश्यक चिज पनि हो। अनि सो त्यही हो। त्यही भएर मैले चाहिँ फर्स्ट टाइम श्रमको भेष लाएर लाग्छु। अनि एकदमै गर्व लागेको छ मलाई चाहिँ हैन यो भेष लाउनुमा। त्यही हो। अनि हामी चाहिँ आज श्रम गर्नलाई जाँदैछौँ। यता चाहिँ मेरो काका ससुरा हुनुहुन्छ। काका एकचोटि यता हेर्नु भनिदिनु। हामी ज्वाइँ र भान्जा ज्वाइँ र ससुरा भएर जानेछौँ। एकदम आज चाहिँ हामी खुसी मान्दै जानेछौँ। त्यही हो। यताबाट हामी अहिले चाहिँ म फालेलुङमा छु। यताबाट हामी दुईजना छौँ। अरू तल्लो घर माथिल्लोबाट गइसक्नु भयो होला। उताबाट हामी धेरैजना भएर आज चाहिँ विशेष गरेर खोला बाढीले जुन चाहिँ गाडीको मोटर बाटोमा बिगारेको छ भन्ने सुनेको छु, मस्ती बनाएको। अनि त्यसलाई मर्मत गर्नको लागि सम्पूर्ण आज हामी जनहरू भेला हुनेछौँ अनि श्रम गर्नेछौँ। जय देश जय माटो। म यति भन्दै मेरो भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु। अनि आजको श्रमको प्रत्येक भिडियोहरू सम्भव भएछ भने क्लिप्सहरू म मेरो भिडियो मार्फत तपाईँहरूलाई देखाउने नै छु। जय देश जय माटो।